ट्याक्कै माथि पनि प्याक। अब हेरौँ तलको यसो खाली भइसक्यो कस्तो बेला एकदम प्याक हुन्छ कि फेरि एकदम चलेको अनि त्यही भएर सो हामी ठाउँ पायौँ। यहाँ 3 बजिरहेको चाहिँ कपिराइट लाउँछ त्यही भएर म धेरै बोल्दिनँ है। चकलेट पाइन्छ अनि यहाँ चाहिँ मम्मी र पापालाई किमा नुडल यो चाहिँ जहिले नै दिनुहुन्छ यहाँ। पानी पर्यो चिचो घरमा पुग्न पायो भने भएको यहाँ मम्मीहरूलाई यो खाजा पुऱ्याएर अनि बल्ल घर जाने भनेको हो। खाजा पुऱ्याइदिनु पर्यो पहिला भनेर। यो आदर्शको बस रहेछ भाइ है। कहाँ लेखेर आदर्श? कहाँ? आशीर्वाद लेखिरह। आदर्श ए आदर्श टुर्स एन्ड ट्राभल्स। आमानी आशीर्वाद रे आँखा चेक गर्न जाऊ। माथि आशीर्वाद छ नि त। ए मेरो टुर्स एन्ड ट्राभल्स रहेछ। आदर्शको टुर्स एन्ड ट्राभल्स। अब बस हो यो। अब कहाँ जानु लाग्यो त्यसै बस यो? काठमाडौँ जान्छ आज। अनि फ्रीमा होला नि हामीलाई त। यहाँ के अरे पुस्न पर्ने भएछ मोबाइल। तर्सेको है धर्म टाइममा आइपुग्यौँ। ब्लड देखेछ ब्लड ब्लड आएछ कि सिनेमेटिकमा गएछ कि। चापी चापी ल्याउनुहोस् ल्याउनुहोस्। म नि मखेको एउटै हो। चाबी ल्याउनुहोस् हजुर म जान्छु। म जाने र माथि कुन चाबी दिएर? चाबी नै छैन मसँग। खोइ त नानी हजुर कहाँ जान्ला म? लु लेट्स गो त्यहाँ जाऊँ। ल बल्ल बल्ल पानी आउनु अगाडि पुग्यौँ। ओ पानी पऱ्यो माथि। अघि भर्खर कपडा धोएर गएको थिएँ कि भयो होला खासै सुकेको त थिएन होला। त्यही पनि उता राखिदिउँ कि है। यहाँ मम्मीलाई सन्चो नभएर हेर्नु न पेट दुख्यो भनेर है क्याफेबाट आउनुपर्छ। फेरि एक्कासी के भयो भयो के अरे कस्तो खाना खाएर जानुभएको त्यसपछि भमिट भयो है। पोइजन फुड पोइजन भयो क्या हो कि? फुड भनेको होइन फुड 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 पोइजन के। यसलाई अलिकति सानो हो नि त अनि त्यही भएर राम्रोसँग केही देखेन। अब रेस्ट गर्नु एकछिन अन्त सुत्नु आउँदैछ। पापाले खानु होला नि? पापा भात खानु नि अझ नि। मम्मीलाई त्यहाँ झन् त्यो किमा नुडल थियो के चाउमिन जस्तै के किमा नुडल चाउमिन खानु मन लाग्छ नि ल्याइदिएको खानु अरे। हेर्दा नि हेरेन मैले त।
ल साथीहरू आज चाहिँ के हुन्छ मम्मी ओ खेलाइ गर्नु बाबा बिस्तारै गर्नु बिस्तारै गर्नु चाड पर्व सिद्धि नखमा के अरे त्यो ओचा पुरै मसँग टोकेर बारा ओचा हाम्रो नेवारी भाषा ओचा भन्छ अनि आवाज आयो कि अरे है सिद्धि नख आज त्यही भएर आज चाहिँ एकछिन यहाँ देखाउनुहुन्छ यो चाहिँ भोलिपल्ट हो हिजोको भिडियो चाहिँ आवाज आयो पक्कै एकछिन चाहिँ भोलिपल्ट हो हिजोको भिडियो चाहिँ मैले यत्तिकै केही पनि गर्न यत्तिकै छोड्दै थिएँ अनि अनि काठमाडौँमा चाहिँ भोटो जात्रा है देखाउने हो आज हो अरे भोटो जात्रा मलाई हेर्दै मच्छर टोकेर कत्रो बनाइसकेछ ओ माई गड म चाहिँ भर्खरै स्कुलबाट आएको अनि आज सिधी नख अनि मम्मीले चाहिँ यहाँ के बनाउनु भएको छ अनि हिजो चाहिँ कन्टिन्यू हिजो चाहिँ मैले इन्डिङ गरेन त्यही भएर आजैमा यसरी प्लस एड गरेर राखिदिनु भएको र यो हो थरीको के को हो भनिदिनु मम्मी यो के अरे मुग ल यो रातो दालको है यो रातो दाल यो केराउको के सानो केराउ है हरियो केराउ अनि यो मासको चार छ कि अनि यता के छ चाहिएको अनि यो अचार यहाँ छ अचार यो अचार अनि यो आज यो खाने यो अर्को तरकारी मेथीको तरकारी तितो हुन्छ है तितो हुन्छ नि है नेवारीहरूको आज सिद्धि नखमा यही ओचा खान्छ ओचाको के अरे कारण के हो भने असारमा कहीँ गयो भने किराले खायो के अरे टोक्यो धान रोप्न गए नि जहाँ गए पनि असारमा त किराहरू निस्किन्छ नि त सर्प निस्किन्छ अनि के गङ्गटो के निस्किन्छ नि त खेतमा त्यही भएर अब किसानहरू खेत रोप्न जान्छ नि त त्यही भएर किराले टोके पनि बिख नलाओस् केही नहोस् हैन भनेर यो खाने चलन गरिरहेको चलन छ यही खाने अब हामी यो खान्छौँ मम्मीलाई सन्चो छैन हिजोदेखि सन्चो नभएर आज भएन पेट रुममा भयो अझै गाह्रो भइरहेको कति गाह्रो पर्छ मलाई थाहा छ कस्तो ढुङ्गा उचाले जस्तै ढुङ्गामा पेटमा राखे जस्तै रुममा भयो यस्तो गरिदिनुपर्छ गाह्रो छ के हामी अब आजको यस्तै खाने भनेर बनाएको छु खाना त मन लाग्छ छैन हेर्न नि मन लाग्छ छैन त्यही आज बनाउनु पर्यो नत्र यो अचारले त अघि नै चिउरा खानलाई कति हतार अब हामी खान्छौँ